हेलो हेलो साथीहरू, यो चाहिँ मेरो पुरानो भिडियो हो। अस्ति हाल्न पर्ला भन्दा बिर्सेर यत्तिकै ड्राफ्टमा बसिरहेको थिएँ। आज चाहिँ पोस्ट गर्नु पर्यो भनेर अनि फेरि यसो मोबाइलतिर नजर लगाएको। त्यतिखेर म चाहिँ उता तलतिर त्यो माथितिरको चाहिँ ड्राइभरको रुम हो अनि स्टोर रुम, अनि गाडी राख्ने ठाउँ चाहिँ यता अगाडि छ। अनि दुई दिदी बहिनी खैकाल बोल्न लगा। हाम्रो कुवेतीको बसाइ यस्तै छ साथीहरू, हजुर कस्तो छ कमेन्ट गरिदिनु होला। विदेश गएर ठुलो बने के अरे उयो भए भन्नेहरूको लागि चाहिँ यो भिडियो है। मेरो दिदी जिस्काउँदै हुनुहुन्छ। हामी चाहिँ खैका घोटी सामान लाउँदै गरेर कसले यस्तो गर्नुपर्छ कमेन्ट गर्नु होला। आमा चाहिँ दिदी खाना पकाउने दिदी हो, किचनको म चाहिँ सफा गर्ने हो। भयो नि ड्राइभर चाहिँ छैन, तर रुमहरू यस्तोहरू सफा हामी सब हामीले गर्नुपर्छ। अनि फेरि अगाडि गएर खै घोटे दिदी चाहिँ जतिखेर जिस्कै छ। फेरि त्यहीँनिर अनि फेरि पानी हालेर अब सफा गर्नुपर्ने हुन्छ साबुन लाएर घोटेको अघि। अनि हाम्रो घरमा घरमा मात्रै हो कि तपाईँको घरतिर नि यसो कमेन्ट गर्नु होला। काम भने चिज कहिले सक्दैन, यो सक्यो अर्को सक्यो, यो भगवान् कसको यस्तो हुन्छ कमेन्ट गरिदिनु होला है। हामी दुई दिदी बहिनी घोट्न उता अगाडि पछाडि उता गरे। हाम्रो काम चाहिँ यसरी चलिरह, दुःख सुख खुसी छु। काम गर्नु पर्यो भने दुखी होइन, खुसी छु। हामीले थकै लाएर यहाँनिर यसरी पानी खान लाग्यो। बाहिरबाट तातो हावा आएर कपाल फर्र उडाइदिएर क्या। यस्तो बिहान गएको थिएँ अनि कपाल कस्तो चिल उयो हुन्छ नि त, अनि यस्तो हावाले उडाइरहेको। हामी दुई दिदी बहिनी मजा गर्दै काम गर्दै गरेर लास्टमा सकेर यता भरे किचन बनेको सफा गरेँ। जान्छन् माथि अब भोक लाग्यो, लास्टै भोक लाग्यो। बिहान खाना पकाइरहेको थिएँ, ढेँडो बनाइरहेको थिएँ। दुई दिदी बहिनी गए रुममा लगेर ढेँडो टक्क चिकन पकाएर ढेँडो अचार थिएँ, मजाले ढेँडो भात खाएँ। कसलाई मनपर्छ ढेँडो पनि कमेन्ट गरिदिनु होला। म चाहिँ ढेँडो लभर हो है, सानैदेखि खाएर हुर्केको भएर होला। सबैलाई धन्यवाद, मेरो भिडियो हेरेर माया गरिदिनु होला भनेर भन्छु। बाई बाई।